मलाई आज मसल्स र प्राउन खानु मन लाग्यो एन्डुवा बटरमा। त्यसपछि गएर मसल्सलाई लिएर आएँ, क्लिन गरेँ नुन पानी कागतीमा। त्यसपछि प्राउन्स थियो, प्राउन्सको आन्द्रा बुढी मजाले केलाइसकेपछि टक्क त्यसलाई सफा हुने गरी चिसो पानीमा नुहाइदिएपछि बटर काट्न लागेँ। बटर काटेपछि लसुन केलाएँ, लसुनलाई चर्र चप गरिदिएँ। चप गरिसकेको लसुनलाई छट्ट साइड लागेँ। स्यालोड्स पनि थियो, स्यालोड्सलाई चप गरेँ सर्र। त्यसपछि गएर टक्क लाएर पार्सली थियो, पार्सलीलाई नि फाइनली चप गरेँ। प्यान बसालेँ, ओलिभ ओइल हालेपछि चट्ट लाएर लसुन अन्टुवालाई मजाले पकाइसकेपछि सर्र माथिबाट क्रिम हालिदिएँ। क्रिम हालिसकेपछि यता चट्ट मसल्स खाएँ, चट्ट वाइनमा 3-4 मिनटको लागि छोपिदिएँ। उता प्राउन्सको लागि सते गरेँ लसुन स्यालोड्सहरू। त्यसपछि गएर एउटा क्युब बटर हालिदिएँ। त्यसपछि फेरि क्युब बटर हालेँ, चलाएँ टक्क चलाएँ। त्यसपछि गएर सल्ट पेपरले सिजनिङ गरेँ, वाइनले चट्ट डिग्लेज गरिदिएँ। एन्डुवा बटर हालेँ, चट्ट माथिबाट पाकिसकेपछि पार्सली, अनि त्यसपछि लेमनले टच गरिदिएँ। यता ससको लागि बटर सटर हालेर रेडी पारेर ससलाई उता चट्ट खनाइदिएँ। त्यसपछि ब्रेड काट्न थालेँ, सरर ब्रेड काटिसकेपछि त्यसलाई मजाले टोस्ट गरेँ। टोस्ट गरेर माथिबाट ओलिभ ओइल हालेर अझ मजाले क्रिस्पी बनाएर चट्ट यता मसल्सलाई प्लेटिङ गर्न लागेँ। प्राउन्सलाई प्लेटिङ गरेँ, प्लेटिङ गरिसकेपछि टक्क लाएर फेरि उता टोस्टी ब्रेड लिएर आएँ। त्यसपछि यता ओलिभ ओइल हालेर सरर पार्सलीले गार्निस गरेँ, लेमन लिएर टक्क राखिसकेपछि मजाले ब्रेड क्रन्ची ब्रेड यता ससी स्पाइसी चट्ट मजाको मसलसँग ब्रेड इन्जोय गरेँ। आजको डे अफलाई चाहिँ मजाले बनाएँ। जिन्दगी भने यस्तै हो, कहिलेकाहीँ खानुपर्छ, रमाउनुपर्छ। लाइफमा के हुन्छ कसो हुन्छ यस्तो हुँदै गर्छ खानु। भिडियो चाहिँ कस्तो भयो, भोइस ओभरको चाहिँ मेरो पहिलो भिडियो हो। अब कस्तो भयो मलाई चाहिँ थाहा छैन, मलाई राम्रो ठिक लाग्यो। अब नेक्स्ट